महामारी रोगको रूपमा संक्रामक रोगको रूपमा अगाडि बढ्यो। करिब 1300-1400-1500 हाराहारीमा बिरामीहरू अस्पतालमा भर्ना भएको रिपोर्टेड केस भयो। करिब 250 प्लस चाहिँ हाम्रो यो टेस्ट गर्दा पोजिटिभ केस देखियो। र यो महामारी आइसकेपछि यो महामारीलाई हामी सबै निकायको समन्वयात्मक पहलमा रोक्नुपर्छ भनेर हामी धेरै प्रयास गऱ्यौँ र हामी चाहिँ दिनदिनै चाहिँ के भयो अवस्था भनेर हेर्ने, बुझ्ने, तथ्याङ्कहरू केलाउने र चाहिँ त्यो महामारी अलिक प्रकोप बढी देखिएको ठाउँमा चाहिँ हाइजिन फ्याक्टर र अरू कुराहरू चाहिँ मेन्टेन गर्ने गरी अगाडि। वास्तवमा यो कतिपय सबै ठाउँमा जान नसकेला, तर यो खोप चाहिँ सरकारले ल्याइदिए राम्रो हुन्थ्यो भन्ने वास्तवमा हाम्रो समुदायको हाम्रो पनि माग हो। त्यो कुरा हामीले हाम्रो तहमा पनि राख्यौँ र यहाँ माथि वास्तवमा मन्त्रालयले माथिल्लो तह खास गरेर विकास साझेदार संस्थाहरूसँग चाहिँ समन्वय गरेर चाहिँ यो खोप चाहिँ बडो मेहनतका साथ चाहिँ आइपुगेको चाहिँ छ। यो हैजा विरुद्धको खोप चाहिँ यो विश्व स्वास्थ्य सङ्गठनबाट परीक्षण प्राप्त टेस्टेड खोप हो। यो सुरक्षित छ र यो खोप चाहिँ आजदेखि हामी पर्सा जिल्लाका सबै स्थानीय तह र 12 जिल्लाका 6वटा स्थानीय तहमा प्यारलली सुरु गरेका छौँ र पर्सा जिल्लाको सबै जनसङ्ख्यालाई पुग्ने जति यो खोप आएको चाहिँ छ। र यो खोप खाएपछि हामी कम्तीमा पनि 1 वर्ष ढुक्कसँग बस्न सक्ने हुन्छौँ, सुरक्षित छ र त्योभन्दा लामो समय पनि होला। पछि सरकारले यसको अरू ब्याकअप प्लानमा अरू चाहिँ खालका कन्टिन्युटी गर्ने कार्यक्रम पनि आउला। कम्ती होइन, यो खोप चाहिँ सरकारले बडो मिहिनेतका साथ निःशुल्क रूपमा चाहिँ हाम्रो घर दैलोमा लिएर आएको र यसको चाहिँ पुनः सुरक्षित भएको भएर चाहिँ ढुक्क साथ चाहिँ यो खोप चाहिँ सबैले सेवन गर्नुपर्ने हुन्छ। यसमा खासै त्यस्तो केही पनि चाहिँ यसको चाहिँ प्रत्युत्पादक अथवा यो खोपले चाहिँ गर्ने असरहरू त्यस्तो देखिया छैन, नगर्ने खालको असर छ। त्यो भएर चाहिँ हामी ढुक्क रूपमा सेवन गरौँ, स्वस्थ रहौँ, सबै समुदायलाई